नमस्कार सम्पूर्णमा म आकृति गेवाली श्री कालिका मानव ज्ञान विद्यालय कक्षा 11 मा अध्ययनरत एक छात्रा। आज म हजुरहरू सामु जेन जी आन्दोलनको बारेमा आफ्ना केही गहकिला भनाइहरू लिएर उपस्थित भइसकेकी छु। आशा छ हजुरहरूले पक्कै पनि ध्यानपूर्वक सुनिदिनु हुनेछ। र अब यस प्रकार रहेका छन् मेरा केही बोलहरू। अघिल्लो पुस्ताको चुप्पी र उदासीनता जेन जी आन्दोलनको कारण बन्न पुग्यो। जेन वाईकै उपेक्षा र निष्क्रियताको फलस्वरूप जेन जीको रगतले रोड पखालिन पुग्यो। नेपाल आमाले जन्माएका छोराछोरी सस्ता होइनन् भनेर देखाउनै पर्यो। आन्दोलनमा बगेका ती रगतहरू अब आधी बन्नै पर्यो। त्यो क्रोध अब क्रान्ति बन्नै पर्यो र यो पीडा अब नीति बन्नै पर्यो। दुःख पर्दा सधैँ जनतासँग उभिन्छु भनेर मागेका ती भोटहरू अब कागजसम्म मात्र सीमित रहन पुगे। अन्धभक्तहरूको सहयोगमा कार्यकर्ताले भ्रष्टाचार, अन्याय र निरङ्कुश शासन गरी राजनीतिलाई आफ्नै हातमा लिँदै अघि बढ्न पुगे। पहिला जस्तै आमा बुबाको आँखामा छारो घोप्ने, त्यसपछि छोराछोरीको छातीमा गोली ठोक्नेसँग हामी कहिल्यै सुरक्षित रहन सक्ने छैनौँ। देशको ढुकुटीलाई रिताएर आफ्ना सन्तानलाई विदेश घुमायो सरकार। करको पैसाबाट जनताको आवाज दबाउने कोसिसमा गर्यो सामाजिक सञ्जाल बन्द। प्रहरी र जेनजीको बीचमा भयो द्वन्द, हिंसा गरे प्रहरीले गोली अन्धधुन्द। मृतकको छाती लडाईँको मैदानमा गोलीको गहर बन्न पुग्यो। उसले बगाएको खुन निरङ्कुश शासन विरुद्ध लड्ने एक कारण बन्न पुग्यो। बोलेर मात्र न्याय कहाँ सरकारले दिन्छ र भन्ने कुरा मृतकलाई पक्कै थाहै थियो। त्यसैले त हातमा प्लेकार्ड, आँखामा सपना र ओठमा भविष्यको माग लिएर सडकमा उत्रिनै पर्यो। शान्तिपूर्ण तरिकाले रोक्ने भनेको आन्दोलनमा नेपाल आमाको काख रिताएर छाड्यो। देशको इतिहासको दर्जा दिने संसद भवनलाई पनि आफ्नै आक्रोशको कारण तोडेरै छाड्यो। यदि देश फेरि पुरानै अवस्थामा अड्कन पुग्यो भने आम नेपालीले यो राज्य र यो व्यवस्थामा कहिल्यै अपनत्व महसुस गर्ने छैनन्। त्यसैले त अब नयाँ पुस्ताले यो मौनता भङ्ग गर्न पर्यो। अब अन्याय देखेर नजर घुमाउनको सट्टा सत्य बोलेर परिवर्तनको आवाजलाई बुलन्द पार्नै पर्यो। हामी सधैँका लागि शोक मनाउन आएका होइनौँ, परिवर्तनको प्रतिज्ञा गर्न आएका हौँ। अब समय आएको छ मौन बस्ने होइन, प्रश्न गर्ने, अवसरको लागि होइन न्यायको लागि सङ्घर्ष गर्ने, अन्धभक्त होइन सचेत कार्यकर्ता बन्ने। धन्यवाद।